हेलो साथीहरु, म चाहिँ आँपको अचार बनाउँदैछु। आँप चाहिँ मेरो सुकेर रेडी भयो। के बनाएको? अब यहाँ चाहिँ म हाल्छु मसला। यो मसला मैले घरमा आफै बनाएको। त्यो चाहिँ के हो? यो चाहिँ मैले घरमा पिसेको खोर्सानी, चिली फ्लेक्स। चिली फ्लेक्स। तीखा लाल। तीखा लाल। धेरै नहाल्नु, पिरो हुन्छ। सबैले हाल्यो नि। हालेको छु त, सबै हालेको छु। कालो तिल हजुर। नुन चाहिँ कम्ती हाल्नु पर्यो यसमा, भिजेको छ नि। मैले अलिकति खाएर चाख्छ। होइन सबै मसला नभुटिएर काँचै हाल्नुहोस् न। यो किन भन्दा तेल हालेर मजाले हल्लाउँदै घाममा राख्दै हल्लाउँदै घाममा राख्नुहोस् न। यो नुन चर्को लागेको छ कि छैन हेर त। नुन कम्ती हाल्नुहोस् है, त्यही त नुन बेसी होला। अगाडि नै नुन छ त्यसमा। तपाईँले धेरै कडा खान्छ, धेरै नहाल्नु। बाई बाई, बेसी नहाल्नु। स्वाद अनुसार नुन। यो चाहिँ बेच्नुको लागि बनाएको। मैले बेच्ने यो मैले तेल चाहिँ अलिअलि खराइदिएको, अलिअलि तताएको छु साथीहरु। तेल चाहिँ हल्का जस्ट क्रास। कम्ती भयो भने चाहिँ म फेरि थप्छु तेल पहिला। तातो हुँदैन? के भन्छ के हुन्छ नि, तेल अहिले नै बेसी मोल्यो भने चाहिँ बोतलमा तेल पुरा लगाएर चाहिँ माथिबाट उम्लिएर घोप्टिँदो रहेछ नि त। त्यो घोप्टो पार्दाखेरि है? घोप्टो पार्दा होइन, यतिकै राख्दाखेरि पुरा त्यो अचार जब बनिनु थाल्दै गएपछि माथि अस्ति किन सुके यसबाटै भएको उम्लिएर चाहिँ सबै बाहिर निस्किँदो रहेछ नि त। ट्राई गर्नु न। नुन त लाग्दैन होला है। पिसा चाहिँ त्यस्तो हो, जिउ चाहिँ उस्तो हो। पिसा त ठिकै हो, पिसा त ठिकै हो, जिउ चाहिँ उस्तो हो भनेको। दामी थम्मेलको लागि। अङ्कल आज एक्लै घरमा अल्छी लागिसक्यो। यो त कसो थिच्नु? थिच्नुपर्छ नि। होइन उयो हुन्छ होला नि फेरि। त्यो बेसी कडा भएको छैन? ठिकै हुन्छ नि यतिको। यो सबैमा त हुँदैन जस्तो लाग्यो। उब्रिन्छ नि, किनभने कम्ती कम्ती जाने रहेछ नि त। हेर्दा मात्रै यो खालको स्लुत्त खालको। आँप अलिक ठुल्ठुलो भएर होला। अचार त ठिक यतिको त पिस यस्तो यही पिस ठिकै हो। ठिक्क हो नि। भोलि घाममा निकालेर सुकाइदिनुपर्छ, भइहाल्छ है। आज नै डल्लै बिक्री हुनु
यसो गर्नु नपाउँदै कस्तो तेलकै आयो बिर्को लाग्दैन हेलो गाइस यता हेर्नु हाम्रो आमाले चाहिँ आँपको अचार बनाइसक्नुभयो अनि यो चाहिँ हामीले खाने हो बेच्ने हो सँगै चाहिँ हामी खाने हो